उनले जितिसकेपछि के भने एकैछिन यो भिडियो हेर्नुस् त। जय नेपाल, जय हनुमान। Let's go. Thank you everyone. Thank you for supporting me. Thank you my teammates. Woo. All the fans of my family, thank you every sponsors. And sorry, अहिले नेपालमा धेरै नै गाह्रो अवस्थाहरू भइरहेछ बाढीहरूले गर्दाखेरि। प्लिज आफ्नो ठाउँबाट जति सक्दो सहयोग गरिदिनु होला। जितिसकेपछि उनी खुसी छन्, तर अर्को मनबाट पनि दुखी छन्, किनभने नेपालमा अहिले त्यत्रो बाढी पहिरो आइरहेको छ साथीहरू, त्यत्रो मानिसहरू लापत्ता छन् भनेपछि त्यस्तो त्यहाँ चाहिँ अहिले सहयोग गरिदिनु होला, सहयोगको अपिल गरेका छन् यो जितको त्यहाँ मञ्चबाट नै साथीहरू। यो एउटा ठुलो कुरा हो नेपालको लागि। उनले त्यो भनिदिनु नै यहाँ धेरैले अब सहयोग पाउने नै छन्। जे होस्, यस्तो विपदको बेला, यस्तो देशमा यस्तो भएको बेला पनि उनले मन बलियो बनाएर खेलेका थिए, जिते। अब फाइनलमा पनि जितौन् भन्ने शुभकामना, अग्रिम शुभकामना छ। फाइनल अब मात्र बाँकी छ। आज सेमी फाइनल नेपाल र न्युजिल्यान्डका काशिफ मुर्दोज पनि एकदमै तगडा खेलाडी हुन् साथीहरू, UFC का च्याम्पियन नै हुन्। उनलाई चाहिँ पछाड्दै जिते। अब फाइनल चाहिँ पनि जितोस् भन्ने अग्रिम शुभकामना छ। रविन्द्र ढाँट बझाङका बाघ, नेपालका पनि बाघ भयो अब।